गाइज हामी चाहिँ यता हाम्रो नानीहरूले पुरी बनाउने रे आज अनि पुरी एउटा बेल्दैछ अर्को जना यता बनाउँदैछ पकाउनलाई रेडी यता यता आज चाहिँ हामी पुरी बनाएर खान्छौँ यिनीहरूले कस्तो पुरी बनाउँछ म चाख्छु थाहा छैन कस्तो बनाएर पकाएर खुवाउँछ यिनीहरूले यिनले यहाँ बेल्दैछ मजाले पुरी फेरि यता पुरीमा नुन हाल्नुपर्छ अनि के अरे सोध्ने मान्छे चाहिँ यता को नि त पकाउने मान्छेलाई थाहा होला मलाई त के थाहा छैन खै थाहा छैन अनि पुरीवाली साउनी के छ खबर ठिक छ है यो को दोकानी चाहिँ तिमी कि तिमी आज यिनीहरूले बनाएको पुरी म पनि खान्छु चाख्नु पर्यो कस्तो बनाउँदो रहेछ थाहा छैन आज यिनीहरूले पुरी पकाएर आमा बुवा चाहिँ उता बजार गएको छ यिनीहरूको अनि हजुर भयो भयो रुनुपर्छ त अनि पोल्ला नि फेरि पोल्छ है भनेको त आइडिया त खोइ त मान्छे हो चाहिँ भयो जस्तो छ यस्तो गर्ने के अब यसो गर्ने यसो गरेर यसो गर्ने पाकेपछि अहिले नै बिहे लु पाकेको छैन एकछिन पकाउनु फेरि भुडी ढाडिन्छ यहाँ कुसुमी रोटी बेल्ने मान्छे मलाई के थाहा त नि उता यता हेर पुरी पोल्ने मान्छे चाहिँ अरे हो त्यस्तै ब्राउन हुनु पर्यो अर्कोतिर नि पाकेको छैन अर्कोतिर त्यस्तो भयो हुनु लाग्यो नि मान्छेले अहिले पोखाउँछ र अर्को उयो मुढा लगेर बस भयो तेल तार पहिला तेल खानु हुँदैन धेरै थाहा छैन हो त्यसो इसो इसो हल्लाउने भयो तेल तार्ने अनि मात्रै हाल्ने पुरी हाल्ने तरिका सिकिराख्नु होला सबैले अन्त हाम्रो भ्लगलाई पनि सब्सक्राइब गर्न नबिर्सनु होला लाइक पनि गर्नु होला सेयर पनि गर्नु होला हाम्रो यता दुईटा पुरी कुकहरू यता कुक यता काम गर्ने कालु मकै खाने भालु यता यता चाहिँ को अरे कुम्भकर्ण बिहानभरि सुतुवा हो ल पाक्यो त्यो पाकेकै छैन कहाँ पाकेको छ त नि अघि मैले के भनेको थिएँ अलिक ठुलो आएको पाकेकै छैन अलिक यस्तो एकछिन नचलाऊ के हुनुपर्छ अरे ब्राउन भनेको कस्तो खैरो खैरोलाई ब्राउन हुन्छ कसले सिकायो स्कुलमा हो खैरो ब्राउन भनेको खैरो हो थोती हो यता पुरी बेल्ने मान्छे अनि यो चाहिँ के हो यो के हो यहीँ राख्नुपर्छ पाकेको छैन हौ एकछिन पाक्नु देऊ अलि ब्राउन हुनु दिनु पर्यो न तिम्रो नाम के अरे भने यहाँ भिडियोमा हेरेर सृष्टि के
थापा मगर कतिमा पढ्छौ अरे 4 मा रोल नम्बर 17 अल्फाबेटमा कि नम्बरमा 17 के अल्फाबेट भनेको अल्फाबेटमा 17 कि रोल नम्बर पुरै नम्बर के पोजिसनमा 17 कि अल्फाबेटमा 17 भनेको अल्फाबेट भनेको नामले नामले 17 पोजिसनमा चाहिँ कति नम्बरमा पोजिसन भनेको फर्स्ट सेकेन्ड थर्ड सेकेन्ड फोर्थ सेकेन्ड अनि अघि चाहिँ किन 17 भनेको त नि अघि अनि रोल नम्बर भन्नुहुन्छ ए पोजिसन भनेको चाहिँ फर्स्ट सेकेन्ड थर्ड पाक्यो कस्तो भयो अरे बराउन अर्को हाल्ने सानो सुरुमा हाल्नुपर्छ क्या हो यसरी चाहिँ पुरी बनाउने रहेछ ग्यास जति नि पुग्दैन मान्छे कुक बनिसक्यो अब भनेपछि अब एकछिन पाक्नुको लागि बस्नु आज म चाहिँ खान्छु मात्रै यिनीहरूले के भन्छ आफैले यिनीहरूले चाहिँ यो डो पनि तयार पारेको आफैले हो आफैले पुनेको आफैलाई बेल्दै पनि छ फेरि राम्ररी नभएर पड्क्यो भने अस्ति जस्तै पड्किन्छ ब्राउन भइसक्यो किन भएको छ थाहा छैन ब्राउन भयो मजाले पाक्नु दिनु पर्यो न ओ बाइक चल्यो बाइक के भन्छ यो मान्छेले छैन बाइक जस्तै भइरहेछ टुटु गरेर यता बेल्ने मान्छे फेरि बेल्ने तेल मजाले तार्नु पर्यो नि त अनि हतार नगरिकन ए कस्तो हुन्छ गल्दाखेरि कस्तो हुन्छ हो र ए नि त के भयो प्लेटमा अटेन हौ यो मान्छेले चाहिँ फेरि बिहेले गरे ल गाइस हेर्दै गरौँ अब अन्तिममा केसँग यिनीहरूले खुवाउँछ आज मलाई त्यो पनि म देखाउने छु त्यतिन्जेलसम्म तपाईँहरूले लाइक सेयर कमेन्ट गर्नु नबिर्सनु होला सब्सक्राइब पनि गर्नु होला फुल्यो रे ल यस्तो फुल्लिनु पर्यो चलाक्क चलाइ गर्दो रहेछ मान्छेले भाग्नै नदिने त्यस्तै हो मेरो बानी यो कुसुमीले फेरि यो दुईटा चाहिँ कुन खालको रोटी बनाउँछौ अनि तिमीहरूको नाम उसको नाम चाहिँ के अरे यसको नाम कुसुम अब यसलाई नै पकाउ कुसुमी यत्रो लामै पकाइदिउँ यो फेरि कुन खालको रोटी कुन देशबाट आएछ कुनै मलाई थाहा छैन अहिलेसम्म कुसुमी यो कुन देशबाट आएको रोटी हो यो कुन देशबाट आएको रोटी हो नेपालमा त यस्तो रोटी हुँदैन गोलो हुन्छ त हौ होइन गरिसक्यो होला गफ गर्दै बसेको त यता त गएछ त हेलो काले भुसुडी कहाँ आएको भयो तेल झार झार्दैछु के भयो अरे कस्तो रोटी बाङ्गे चेप्टे रोटी हो त्यो रोटी हो कि पुरी हो पुरी केसँग खाने तरकारी के को तरकारी छ यो तरकारी हो त्यो कसले बनाएको भनेपछि पुरी तरकारी खाने पाक्यो तेला बजारी बस पुरी बेल्ने मान्छे पाकिसक्यो बेलिसक्यो के भयो पाक्यो अल्छिनी कुम्भकर्ण साइली पो त है हो त नि साइली रे साइला खोइ साइला खोइ यता
पकाउँदैछन् मान्छेहरूलाई। ल त्यति दिनको लागि तपाईँहरूले हेर्दै गर्नु होला अनि सब्सक्राइब गर्न चाहिँ नबिर्सिनु होला। फेरि भेट्नेछौँ। के पारेछ? बर्बाद पारेछ। पाक्यो? यो कहाँको रोटी रे? खै कुन देशको रोटी हो मलाई त थाहा छैन। कुसुम दाइ सोध्नु न। कुसुम कहाँ गरे त्यो? चाइनिज हो त्यो? यत्रो हुन्छ चाइनिज चाहिँ यत्रो यत्रो? कहाँ सिसक्यो यो मान्छे। एउटा एउटा बनाऊ। यो चाहिँ कुन भयो? के भयो यो? यता पल्टाउनु त त्यसरी। अघि पल्टाउनु छैन? तेल कालो भइसक्यो। त्यो त अनि काले भयो त के भएको? आगो ठुलो के भएको? किन अनि हेर्नु पर्दैन? अनि यिनीहरूले चाहिँ यति चाहिँ म पकाइसकेँ। एउटा चाहिँ जलाइहाल्यो कालो बनाएर। हो र? आधी पाकेको छैन। तेल थप्नुपर्छ। पाकेपछि तेल थप्नु। पाक्नु लाग्यो होला। पाकिसक्यो। हो त्यो बिचमा हो त्यो मुनि। पाक्यो होला अब त। पक्यो। के तेल थप्नुपर्छ। थपौँ तेल थपौँ। त्यो कालो के हो? मैदा दिएर हालेको नि त। कसले हाल्यो? हामी चाहिँ यस्तो गर्दैछौँ। नानीहरू पकाउँदैछ। म चाहिँ हेरिरहेको छु। हेरौँ के हुन्छ। छ त। ए अब चाहिँ यिनीहरूले पकाएर नि खाइसक्यो आज। कस्तो रहेछ? मिठो? अघि यिनीहरूले खाइसकेछ नि त नि खाँदा खाँदा सकाइसकेछ नि। त्यो यिनीहरूले बनाएर नि खाइसक्यो। मैले नि खाएँ। मिठो रहेछ। मिठो बनाएछ। क्या खाएको? सब्जीसँगै मुस्दै खायो। दामी खाँदैछ। भयो? अन्त चाहिँ भएको छैन। बिरालोले मासु धारे जस्तो धार्दैछ। यो चाहिँ बिगारेको जलेको यो कुसुम नै यो मान्छेले के आउँछन् पनि बाह्र भन्दा मान्छे पनि खाँदैछ त अनि यता पुगिसकेको मान्छे फेरि खाँदैछ। लाज पनि नभएको हेर हेर
ल आजलाई यति नै यिनीहरूले यति बनाएर नि खाइसक्यो यो दुईटा बिग्रेको मात्र बाँकी बस्यो सकाइसक्यो खाएर पनि सबै सक्यो यिनीहरूले खाएर अब चाहिँ फेरि पनि अर्को भिडियोमा भेट्नेछौँ थ्याङ्क यू सो मच फर वाचिङ दिस भिडियो बाई 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 सी यू नेक्स्ट भिडियो अर्को भिडियोमा भेट्छ भने आयो के कस्तो नबुझेको Okay, bye everyone. अनि लाइक शेयर सब्स्क्राइब चाहिँ गर्न नबिर्सनु होला सबैले गर्नु नबिर्सनु लाइक शेयर सब्स्क्राइब गर्न नभुल्नु होला फेरि अर्को भिडियोमा भेट्नेछौँ कति दाँत देखाउँदै Okay, bye bye guys. Thank you so much. Bye bye.